आज म तपाईको त्यो पीडाको बारेमा कुरा गर्न चाहन्छु जुन बाहिरबाट देखिँदैन तर भित्रभित्रै मुटु पोल्ने गरी दुख्छ। हामी सबैको जीवनमा यस्तो समय आउँछ जब कुनै सम्बन्ध टुट्छ, कसैले विश्वासघात गर्छ वा हामीले चाहेको कुरा प्राप्त हुँदैन। त्यति बेला लाग्छ संसार सकियो। हामी सोच्छौं मैले कसैको नराम्रो गरेको थिइनँ, मेरै मन किन दुख्यो। तर याद राख्नुहोस्, दुखाइ त जीवित हुनुको प्रमाण हो। ढुङ्गालाई चोट लाग्दा दुख्दैन, तर एउटा जीवित हृदयलाई दुख्छ। आज हामी यो सिक्नेछौं कि जब मन दुख्छ तब अरूको सहारा कुरेर बस्ने कि आफैले आफैलाई प्रेमको मलम लगाउने। मन किन दुख्छ? गहिरो सत्य, आध्यात्मिक दृष्टिले हेर्दा मन तब दुख्छ जब हाम्रो अपेक्षा अट्याचमेन्ट यथार्थसँग ठोक्किन्छ। हामीले जसलाई आफ्नो संसार मान्यौं उसले जब बाटो बदल्छ तब हाम्रो अस्तित्व नै हल्लिन्छ। तर एउटा कुरा सम्झनुहोस्, मन दुख्नु भनेको तपाईको आत्माले तपाईलाई केही भन्न खोजिरहेको संकेत हो। यसले भन्दैछ कि तपाईले आफ्नो खुसीको साँचो अरूको हातमा दिनुभएको थियो। कसैले तपाईको मन दुखाउनुको अर्थ यो हो कि ईश्वरले तपाईलाई त्यो ठाउँबाट हटाउन खोज्दै हुनुहुन्छ जहाँ तपाईको कदर थिएन। पीडा एउटा गुरु हो, यसले तपाईलाई भित्र फर्किन सिकाउँछ। आफैलाई सम्हाल्ने 3वटा स्मार्ट र आध्यात्मिक चरण। 1. पीडालाई स्वीकार गर्नुहोस्। अलाउ द पेन। हामी मन दुख्दा त्यसलाई दबाउन खोज्छौं, हाँसेर टाढ्न खोज्छौं। तर दबाएको पीडा पछि गएर विस्फोट हुन्छ। यदि रुन मन छ भने रुनुहोस्। आँसुले मनको फोहोर पखाल्छ। पीडालाई शत्रु होइन, एउटा पाहुना जस्तै स्वागत गर्नुहोस्। जब तपाई पीडासँग डराउन छोड्नुहुन्छ, यसको शक्ति आधा कम हुन्छ। 2. तपाईको मूल्य अरूको व्यवहारमा छैन। योर भ्याल्यू। कसैले तपाईलाई छोड्नु वा नराम्रो भन्नुको अर्थ तपाई नराम्रो हुनु होइन। यो त उसको संस्कार र उसको बुझाइको सीमा हो। हिरालाई कसैले ढुङ्गा भन्यो भन्दैमा हिरा ढुङ्गा बन्दैन। आफ्नो आत्मसम्मानलाई अरूको शब्दको बन्धक नबनाउनुहोस्। 3. मौनता र प्रकृतिसँगको सामिप्यता। जब मन धेरै दुख्छ, मानिसहरूका बीचमा होइन, एकान्तमा जानुहोस्। केही बेर आँखा चिम्लेर आफ्नो श्वासलाई महसुस गर्नुहोस्। प्रकृतिमा एउटा यस्तो शक्ति छ जसले नबोली घाउनीको पार्छ। सम्झनुहोस्, यो ब्रह्माण्डले तपाईलाई प्रेम गर्छ, नत्र तपाईको अस्तित्व नै हुने थिएन। सबैभन्दा ठूलो वैद्य। हामीलाई लाग्छ यो दुखाइ कहिल्यै सकिँदैन, तर समयको एउटा सुन्दर गुण छ, यो जतिसुकै कठिन भए पनि बित्छ। आज तपाईलाई जे पहाड जस्तो लागेको छ, केही वर्षपछि फर्केर हेर्दा त्यो एउटा सानो अनुभव मात्र हुनेछ। आध्यात्मिक गुरुहरू भन्नुहुन्छ यो पनि बितेर जानेछ। जब मन दुख्छ तब आफैलाई भन्नुहोस्, म यो पीडाभन्दा धेरै ठूलो र शक्तिशाली छु। तपाई एउटा योद्धा हो र यो दुखाइ तपाईको तालिम हो। अन्तमा आफैलाई सम्हाल्नु भनेको कठोर हुनु होइन, बरु आफैप्रति दयालु हुनु हो। अरूलाई क्षमा गर्नुहोस्, उनीहरूका लागि होइन, आफ्नो शान्तिका लागि। र सबैभन्दा महत्त्वपूर्ण, आफैलाई क्षमा गर्नुहोस्। जसको मन दुख्छ उसैले मात्र अरूको पीडा बुझ्न सक्छ। तपाईको यो दुखाइले तपाईलाई अझ बढी करुणावान र बलियो बनाउनेछ। बिग्रिएको मनलाई जोडिन समय लाग्छ, तर जब यो जोडिन्छ, यो पहिलेभन्दा अझ सुन्दर र चम्किलो हुन्छ। तपाईको खुसी अरूको हातमा छैन, यो त तपाईकै स्वीकारोक्तिभित्र लुकेको छ। धन्यवाद।